हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। साथीहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। साथीहरू मासुमा धेरै लङ समयपछि फेरि म आ यहाँ आउने कोसिस गरेको छु। साथीहरू सन्चै हुन्छ होला होइन। आज चाहिँ म यस्तो रमाइलो ठाउँमा घुम्न जाँदैछु नि त, अनि त्यही भएर चाहिँ यसो साथीहरूलाई पनि देखाउँ। कतिपय साथीहरू त देख्नु भएको छैन नि त यो, त्यही भएर देखाऊँ भनेर आएको होइन। तर एकदमै हेर्नु न कस्तो खतरा भिड छ है, एकदम डर लाग्ने भिड छ। त्यही पनि हामी चाहिँ जाँदैछौँ उहाँ तिनचुरे जाँदैछौँ हामी चाहिँ। तिनचुरे मन्दिर भनेको सुन्नुभएको होला। तिनचुरे र पाथिभरा एउटै चाहिँ होइन रहेछ, किनभने तिनचुरे चाहिँ अलिक पर रहेछ। जुन तिनचुरे मेन तिनचुरे चाहिँ हामी जाँदैछौँ, अनि पाथिभरा चाहिँ ओरा टुटेमै रहेछ। प्रायः कतिले चाहिँ बुझ्नुहुन्छ तिनचुरे चाहिँ टुटे देउराली मतलब पाथिभरा मन्दिरलाई नै भन्नुहुन्छ, त्यो होइन रहेछ। अनि यहाँ मेरो छोरी चाहिँ हिँड्दै छिन्, अनि मेरो उहाँ हुनुहुन्छ। उहाँहरू त आज हिजो पानी परेर हेर्नु यस्तो हिउँ परेछ त्यहाँ। अब त्यहाँ अलिक परेछ, त्यहाँ अलिक जान सकिँदैन। त्यही पनि यस्तो जान मन लाग्यो हेर्नु न, हिउँ छ। अलिक परतिर गयो भने त पुगिन्छ, त्यही पनि हिँड्नुपर्छ नि, त्यही भएर नसकेर हामी गएनौँ। किनभने हामी तिनचुरे जानलाई नै पर अटोमा आएको, अनि अटो आधी बाटोदेखि आएन नि त, त्यही भएर हामी हेर्नु त यहाँ पाथिभरा टुटे चाहिँ उहाँ पर छ, उहाँदेखि हामी हिँडेर यहाँ आइसक्यौँ है। अनि अब हामी कहाँ जान्छौँ भनेपछि हेर्नु कस्तो रमाइलो छ नि। हाम्रो मम्मी चाहिँ त्यहाँ बिचरा हिँड्दा गरेर बस्नु भएको छ। यो सबै कस्तो हेर्नु डरलाग्दो भिड छ होइन, भिड चाहिँ तर एकदमै रमाइलो के। अब यहाँ हाम्रो काका अनि यहाँ आउँदैछ बुवा। हेर्नु न भिड कस्तो छ है। यो सबै हेर्नु न गुराँस हो क्या, यो गुराँस फुलेको छैन। हामी कस्तो अब गुराँस चाहिँ 1 महिना पछि फुल्छ नि त, अनि हामी चाहिँ अलिक काम परेर अनि अहिले नै आइहाल्यौँ, पछि नभ्याउने भएर। गुराँस त कस्तो खतरा फुल्छ हेर्नु न। हिउँ चाहिँ कस्तो रमाइलो लाग्छ मलाई पनि खेल्नुलाई। हेर्नु कस्तो हिजो पानी परेको रहेछ यता, अनि यस्तो हिउँ परेछ। यहाँ यता हुँदैछ परेको छैन, यहाँ चाहिँ असिना छ, असिना मिल्दैछ। अब अलिअलि अहिले असिना माथि होला, म तपाईँलाई देखाउँछु। यो त खतरा छ यार, हिउँ त जाउँ लाग्यो यार मलाई त। त्यही पनि यहाँ कोही मान्नु भएन, नत्र जाउँ भने। मेरो नानी कुद्दै छिन्, अनि सबैजना आउँदै हुनुहुन्छ। यो कस्तो खुसी भएर हिँड्छ यार मेरो छोरी। अनि अब हामी माथि पुग्न आँट्यौँ। जङ्गलको बाटो जाँदैछौँ, बुवा अगाडि नानी बोकेर जाँदै हुनुहुन्छ। कस्तो डर लाग्ने हेर्नु न, जङ्गल पनि। यहाँ त जङ्गल माथिबाट पानी आयो भने मुनि नै नझर्ने खालको जस्तो क्या, पुरा छानो जस्तो लगाएको। अनि हेर्नु कति बाक्लो रुखहरू हुन्छ, बुई होइन। कस्तो डर लाग्ने बाटो हिँडेको, कस्तो डर लाग्ने के। यो जङ्गल त एक्लै हिँड्दा त खान्छ होला जस्तो क्या। मेरो नानी हेरै छिन्, हिँड्छु भन्छन् अनि हिँड्नु पनि सक्दैन। हेर्नु त असिना यो चाहिँ बिलेको छैन, हिजोको असिना अब बिल्दैछ। कस्तो खतरा यही असिना खेल्नु होला अब होइन। हिउँ खेल्नु पाइएन, जाउँ भनेको मान्नु भएन। यहाँ चाहिँ कस्तो अप्ठ्यारो बाटो छ है, यस्तो अप्ठ्यारो बाटो छ नि त यहाँ। पहिले चाहिँ यो दुलोबाट हिँड्नु हुन्थ्यो अरे पहिले चाहिँ, अहिले चाहिँ बाटो बनिएछ र हल्का अहिले चाहिँ हाम्रो पालामा चाहिँ हेर्नु है, यो असिना है, यस्तो दुलोबाट हिँड्दै जानुहुन्थ्यो अरे माथि तिनचुरे जाँदा चाहिँ पहिले चाहिँ। अहिले पनि यही पालबाट छिर्ने हो, तर अलिकति चाहिँ राम्रो बनाएको छ बाटो। यहाँ ढुङ्गामुनिबाटै जाने, पहिले चाहिँ एकदमै कस्तो अप्ठ्यारो थियो अरे, चिप्लो ढुङ्गासम्म मात्रै जानु पर्थ्यो अरे। हेर्नु न असिना कस्तो खतरा असिना, मैले टेकेँ होइन असिना चाहिँ। हिउँ खेल्न जाउँ भनेको मान्नुहुन्न। अनि हेर्नु त कस्तो छ असिना, वा असिना। अब असिना पनि पहिले त खेल्न पाइन्थ्यो, अहिले त धेरै गाह्रो छ। नानी बोकेर आउँदै हुनुहुन्छ नानीको बाबा। अनि यस्तो अप्ठ्यारो ठाउँमा नानीको लिँदैछन्। त्यहाँ काँडा पनि छ, त्यहाँ अब काँडाले तान्ने होला। मलाई हेर्नु यस्तो गलेर हिँड्दा थाकेर होइन,
यस्तो उम्, अब हामी तिनचुरे पुगिसक्यौँ म तिनचुरेको टुप्पामा छु होइन सबैभन्दा अल्गो डाँडा है यो तिनचुरे मध्येको यो तिनचुरेमा चाहिँ सबैभन्दा अल्गो डाँडा हो अनि यो सबैभन्दा अल्गो ढुङ्गा चाहिँ यो हो किनकि यो चाहिँ किराँत धर्म मान्नेहरूले के यो ढुङ्गामा चढेर यो त्रिशुल गाड्नुभएको छ यहाँ हातपाती कोही पनि चढ्न सक्दैन प्राय मान्छे चढ्न त सक्छ तर पनि कति एक दुईजना मात्रै चढ्नु भएको छ अरे त्यो चाहिँ मैले सुनेको वाउ हेर्नु न वरिपरि कस्तो रमाइलो ठाउँ छ हेर्दा चाहिँ कस्तो रमाइलो तर एकदमै जाडो भएको छ है मलाई चाहिँ आछु त्यस्तो जाडो छ होइन यो सबै गुराँस हो कि गुराँस फुलेको भए यति राम्रो देखिन्थ्यो नि त यति राम्रो देखिन्थ्यो अहिले चाहिँ छैन हरियो मात्रै छ अनि ऊ हेर्नु त उहाँ पर पुगेर आइसकेको छौँ हामी होइन अनि उहाँ पर पुगेर अब यस्तो रमाइलो छ यस्तो रमाइलो छ उहाँ यस्तो भिरहरू यस्तो के भन्नु अब भनि नसक्नु छ रमाइलो होइन जाडो पनि एकदमै भएको छ होइन अनि अब हामी जाँदैछौँ तिनचुरे होइन अब हामी पाथुबडा मन्दिर जाँदैछौँ अनि पाथिबडा मन्दिर जान्छौँ वाउ हेर्नु न गुराँस फुलेको छैन यस्तो राम्रो देखेन कि मलाई कस्तो नरमाइलो भयो क्या गुराँस नफुलेकाले चाहिँ मलाई एकदमै कस्तो कस्तो लागिरहेछ नि त त्यही पनि ठिकै छ अब यस्तै हो होइन म कुद्दैछु यहाँ होइन कुद्छु अयो के भन्नु अब यस्तै हो साथीहरू तपाईँ पनि आउनु होला घुम्नलाई एकदमै रमाइलो ठाउँ छ अब त झन् गुराँस फुल्न लागेको छ गुराँस फुलेपछि जानुभयो भने त ओ माइ गड तपाईँहरू फर्केर आउनुहुन्न अब हामी के भन्छ तिनचुरे पुगिसकेका छौँ होइन मन्दिर चाहिँ पहिले अर्कै थियो अहिले सबै चेन्ज भएको रहेछ एकदमै राम्रो बन्दै रहेछ है तिनचुरे पाथिभरा मन्दिर चाहिँ अनि कस्तो राम्रो बन्नेछ पहिले चाहिँ सानो मन्दिर मात्रै थियो एउटा अहिले चाहिँ पुरा त्यसलाई भत्काइवरी नयाँ निर्माण गर्दै हुनुहुँदो रहेछ त्यो पनि एकदमै राम्रो कुरो हो हेर्नु न कस्तो राम्रो छ भिड मलाई यहाँ आयो भने चाहिँ एकदमै आनन्द लाग्छ अन्त यस्तो बसेर डाँडा बसेर वरिपरि हेर्नुपर्छ ओहो कस्तो राम्रो हरियाली होइन अनि यो भिर पाखाहरू चराचुरुङ्गी उडेको माइ गड कति राम्रो म त यता आयो भने त सबै थोक संसारै बिर्सिन्छु कि यो तिनचुरे डाँडातिर आयो भने अझ अब ला